हेलो गाइस, यो एउटा नर्मल माचिस यसरी रगड्दा बलिहाल्ने होइन। यस भिडियोमा चाहिँ यसरी नरगटिकन अगासँगले यसरी यसरी हान्ने बित्तिकै यो माचिस बल्ने एउटा म्याजिक ट्रिक साइन्स प्रयोग गरेर म यसलाई बनाउन कोसिस गर्नेछु। कसरी बनाउनु चाहिँ हेर्नु होला। त गाइस, यो प्रोजेक्टको लागि हामीले चाहिँ नर्मल माचिस, रिङ क्याप्स भन्ने बारुदको जरुरत पर्छ। सो यो त सबसे पहिला त यो बारुदलाई हामीले निकाल्नु पर्ने हुन्छ र यो बारुदलाई निकालेर यसभित्र माचिस नर्मल माचिसभित्र रहेको यो नर्मल काँटीहरूलाई हामीले यस बारुदमा चोक्नु पर्ने हुन्छ। सो रिङवाला हुन्छ, यसलाई रिङ क्याप्स भन्छ। यो भित्र चाहिँ बारुदहरूको सानो सानो ढिक्का हुन्छ, यसलाई हामीले पहिला निकाल्नु पर्ने हुन्छ। 6.5 hours later. तो गाइस, मैले चाहिँ एक पत्ता चाहिँ सकेँ। अब अर्को नयाँ यो एक पत्ता छ। सो अब यो एक पत्तालाई चाहिँ मैले गरेँ भने चाहिँ म सबै प्राय 3वटा मैले लिएर आएको छु। त्यो सबै काँडीलाई चाहिँ टक्क भिजाएर यसलाई मैले 5 घन्टाको लागि सुकाउनु पर्ने हुन्छ। गाइस, देख्न सक्नुहुन्छ मैले प्रायः सफ्ट निकालिसकेँ। अरे यार, कहाँ छरपष्ट भएछ। यहाँ अलिकति छ भने मैले आधी चाहिँ यहाँ राखेको छु ताकि म सबै सोरेर चाहिँ यसलाई अब एकै ठाउँ जम्मा गर्छु। गाइस, अब अहिले एकछिन जम्मा गरेर अब त्यसपछि अगाडि काम गर्नुपर्छ। फाइनली ढ्यान गाइस, अब यसलाई मैले फालिदिनु पर्ने हुन्छ। गाइस, पहिले चाहिँ फाल्दै गाइस, सामान एकदम रेडी छ। यसलाई चाहिँ हामीले थोरै पानी मिलाउनु पर्ने हुन्छ। यसलाई हामीले अब अलिकति मजाले मोल्नु पर्ने हुन्छ है गाइस। फाइनली गाइस, यतिको चाहिँ भयो होइन। अब हामीले यो माचिस चाहिँ निकालेर टक्कसँगले चोक्नु पर्ने हुन्छ। अब प्रयोग गरी हेरौँ, यतिको चाहिँ हुनु पऱ्यो है गाइस। मलाई चाहिँ किन अलिक पातलो भयो जस्तो लाग्यो। 6.5 hours later. तो गाइस, मैले चाहिँ यति सुकाइसकेँ होइन। यतिको सुकाइसकेँ। अब फेरि म चाहिँ चोक्दैछु। कति समय यो मसलाले ल्याउँछ त्यतिखेरसम्म। फाइनली यहाँ हेर्नु सक्नुहुन्छ, यस्तरी राखेको छु मैले सुकाएर। त्यही यहाँ हेर्नुहोस् त, मैले 2वटा काटिसक्यो होइन, 2वटा पट्टा सक्यो। मैले यहाँ रेडी गरेर सुकाइरहेको छु। अब यसलाई 4-5 घन्टाको लागि हामीले सुकाउनु पर्ने हुन्छ। दर्शकहरू हेर्नु सक्नुहुन्छ, यो चाहिँ यहाँ रेडी छ। छुनु हुँदैन, नरम हुन्छ है गाइस। मैले चाहिँ सुक्नुको लागि तल राखिसकेको छु टिनको छेउमा। अब यसलाई 4-5 घन्टा सुक्नु दिएपछि चाहिँ हामी यसलाई यसरी टिक हान्ने जलाउनेछौँ। राखेको छु गरौँ घामको प्रकाशले सुक्छ अनि छिट्टै काम स्टार्ट गर्नु। 6.5 hours later. फाइनली गाइस, 4-5 घन्टापछि हामीले मैले यसलाई लिनुपर्ने हुन्छ चेकको लागि, टेस्टको लागि। यसलाई बान्दा गरेँ। अब यसलाई चेक गर्न लान्छु। गाइस, अब चाहिँ हामी यसलाई चेक गर्नेछौँ। देख्नुभयो गाइस, सबुत तपाईँको अगाडि छ। स्लो भयो। अलिक मैले मसला कम हालेँ होइन। त्यो पातलो भन्दा अलिक बाक्लो हाल्नु भने चाहिँ छिटो चल्छ गाइस। अब स्लो मोसनमा हेर्नु ल, स्लो मोसनमा।
आजको लागि यति नै हैन सो अर्को भिडियोमा फेरि यस्तै बनाउँदै छु गाइस घरमा ट्राई नगर्नु होला एक शेयर गर्नु होला गरे पनि बाइ यस्तै यस्तै एक्सपेरिमेन्ट गर्ने यस मेरो च्यानलमा सब्स्क्राइब गरिदिनु होला अझै हेर्न चाहनुहुन्छ भने गाइस सो आजको लागि बाइ बाइ